हेलो गाइज, के छ त आज तपाईहरुको खबर सबैजना ठिकठाक हुनुहुन्छ भन्ने आशा राख्छु हैन। अनि सो आज चाहिँ म काममा आइसकेको छु अनि मैले आएपछि फर्स्ट लट चाहिँ दुनोट निकालेको हो। अनि म दुनोट तार्दै छु अनि 2-3 ट्रे चाहिँ भइसक्यो अनि अब 1-2 ट्रे बाँकी छ। सो अनि म त्यो तार्दै छु अनि फेरि आज लास्टै गर्मी थियो क्या, यस्तो गर्मी थियो कि घाम यस्तो लागिरहेको थियो कि पसिना तप तप चुइरहेको थियो। गाह्रो छ काम गर्न पनि, गर्मीले दिँदैन, साह्रो छ। अनि यता मैले बन बनाइसकेको छु, उता फेरि ब्रेड पनि पकाउँदैछु हो। यता बन ब्रेड पकाएर पनि उता मैले दुनोट पनि तार्दैछु। अनि म चाहिँ बेकरी हाउसमा काम गर्छु हैन। मैले काम गरेको चाहिँ एक्सपिरियन्स त्यस्तै 1 इयर कम्प्लिट भइसक्यो। अनि अब चाहिँ म काम छोड्ने विचारमा छु। अनि सो अनि के भन्न चाहन्छु भने बेकरीमा चाहिँ एकदम राम्रो हुन्छ। तपाईहरुले काम गर्नुभयो भने तपाईहरुलाई विदेशतिरको लागि पनि एकदम राम्रो हुन्छ हैन। अनि त्यही हो, मैले लगभग दुनोट चाहिँ तारिसकेँ। अनि अब यसलाई सेलाएपछि प्याक स्याक गर्न बाँकी छ। अनि ठ्याक्कै उताबाट काउन्टरको दिदी आउनु भयो क्या, अनि मलाई जिस्काउनु हुँदै थियो। अनि के दुनोट तारेको भन्दै जिस्काउनु हुँदै थियो क्या। अनि मैले भन्दै, अनि यस्तो गर्मी थियो अनि एकछिन बाहिर हावा खान आएको थिएँ, कस्तो मिठो हावा चलिरहेको थियो क्या। अनि उता चाहिँ फेरि च्याउँदै हेर्दै हुनुहुँदो रहेछ क्या दिदी चाहिँ, अनि के गर्दैछ भनेर। अनि भिडियो नबनाऊ भन्दै थियो तर मैले भिडियो चाहिँ बनाइदिएँ। अनि दुनोट चाहिँ अब लगभग 2-3 ट्रे बाँकी छ हैन, अब सकिन लाग्यो। अनि मैले उता ब्रेड हालिसकेको थिएँ, ब्रेड पनि अब मिसिन कराइसक्यो अनि पाकिसकेछ हैन। अनि मैले निकाल्न थालेँ, ब्रेड पनि अब ठ्याक्क पाको। हाम्रो चाहिँ अब फेरि 4 कुने डाइस नभएर होला, त्यो ब्रेडको सेफै अलिक राम्रो आउँदैन हैन, 3 कुने डाइस हो अनि ठिकै हुन्छ। अनि यसलाई चाहिँ मैले अब ओइलले ब्रस गर्छु अनि कलरको लागि हैन। बटरले गर्दा पनि हुन्छ, बटरले गर्दा पनि अझै बेस्ट हो हैन, तर ओइलले गर्ने गर्छौँ हामी चाहिँ। अनि कलरको लागि एकदम राम्रो हुन्छ। अनि मैले ब्रेड बनाइसकेँ, ब्रेड चाहिँ अलिकति काँचो जस्तो देखेको थिएँ, धन्दा केही फरक परेन हैन। अनि आज फेरि मैले मफिन गर्दै आएको थियो, मैले मफिन बनाउनु पर्ने भयो। हाम्रोमा चाहिँ मफिन पनि बन्छ, सुरुङ्गा लिस्बो क्याफे बेकरी हाउसमा आउनु होला। मफिन खान मन लाग्यो हैन, कोही मन पर्छ मफिन। ब्ल्याक चकलेटी मफिन र भेनिलाबाट छ फ्लेभर हैन, पाइनएप्पल फ्लेभर र चकलेटी फ्लेभर हालेको छु मैले चाहिँ। अनि सो त्यसमा चाहिँ मैले चकलेट माथिबाट पनि हालिदिएको छु हैन, एक्स्ट्रा उसको लागि। अनि सो अनि आज मैले बर्गर बन पनि बनाइसकेको थिएँ अलरेडी, बर्गर बन पनि हुँदै थियो हैन। अनि यो बर्गर बन पनि अर्डर आएको थियो क्या, अनि होटलतिर धेरै जान्छहरू, अनि मैले आज बनाउनु परेको थियो। आज मैले धेरै सामान बनाउनु परेको थियो। अनि यता फेरि बन पकाउँदै थिएँ म, बर्गर बन रेडी भइसकेको छ, देख्न सक्नुहुनेछ। आज चाहिँ धेरै काम थियो, मैले बर्गर बनाउँदा सामानहरू बनाउँदा वाक्कै भइसकेको थिएँ म। अनि बर्गर बन चाहिँ एकदम राम्रो पाकेको छ ब्रेड भन्दा पनि। अनि मेसिनमा पनि यस्तो राफ आउँछ, गर्मी उस्तै हुन्छ। अनि उता चाहिँ दुनोट सेलाइसकेको थियो, अनि दुनोट सेलाएपछि अर्डर आयो चक्लेट दुनोटको। चक्लेट दुनोट त्यस्तै 20-25वटा बनाएँ होला। अनि एकदम दामी चक्लेट दुनोट चाहिँ मलाई दामी मिठो लाग्छ। अनि मैले चाहिँ एउटा खाइदिइहालेँ क्या बनाएर, अनि मिठो लाग्छ हो। अनि मनले नै मानेन, खाइदिइहालेँ। अनि तपाईँहरूलाई कोलाई मिठो लाग्छ कमेन्ट गर्न सक्नुहुनेछ। एकदम दामी देखिरहेछ हो चक्लेट दुनोट चाहिँ, मलाई एकदम राम्रो लाग्छ। फ्रेसमा झन् दामी हुन्छ। अब फ्रेस खाना चाहिँ अब तपाईँले मलाई कन्ट्याक्ट गर्नु, म तपाईँलाई फ्रेस भएको बेला भनिदिन्छु। अनि अब यो चाहिँ हामीले अब फ्रिजमा राखेपछि फेरि अलिकति राम्रो हुँदैन हैन, फ्रेस चाहिँ दामी हुन्छ। अनि आज चाहिँ चक्लेट डेन्स पनि बनाउनु थियो। सो अनि मैले चक्लेट डेन्स पनि बनाएको थिएँ, तर मैले अलरेडी अगाडि चक्लेट डेन्स चाहिँ उता क्यापकटमा एडिट गरेर हुन्छ नि, त्यो मैले उता टिकटकतिर हालिदिइसकेको थिएँ क्या। अनि त्यही भिडियो अब एडिट गरेर हालेको। अनि चक्लेट डेनिस पनि बनाउन सजिलै छ हैन, त्यसको रेसिपी माग्नुहुन्छ भने म हालिदिन्छु, केही छैन। त्यही बनको रेसिपीमा हैन, अब त्यही उयो स्पोन्जहरूको उयोहरू हाल्ने हो, क्यारामेल हाल्ने हो। धन्यवाद आजको।